समादरणीय श्रोताहरू, यहाँहरूलाई नमन छ। आरडीजे टिभी यानि ऋषि डेभलपमेन्ट जोर्नीमा आज हामी गोरक्ष राष्ट्र नेपालका शैव मार्ग अर्थात् नाथ सम्प्रदायका राष्ट्रगुरु योगी नरहरिनाथका उत्तराधिकारी योगी बलभद्रनाथजी महाराजसँग भलाकुसारी गर्दैछौँ। गुरु महाराज आदेश 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 जय हो। महाराज आरामै हुनुहुन्छ? ठिकै छ, यो खलाती चलिराखेको छ। महाराज, यहाँहरूले बाजा गाजा सहित झाँकी रेली सहित धुमधामले गत वर्ष नाथ सम्मेलन गर्नुभयो पोखरामा। हजुर। र नेपालमा यो नाथ सम्मेलन नयाँ एउटा आयाम थियो, नयाँ एउटा सुरुवात थियो। फेरि अहिले यो दोस्रो महाधिवेशन गर्दै हुनुहुन्छ अरे। यो महाधिवेशन के का लागि हो, किन गर्दै हुनुहुन्छ? यो वास्तवमा यो विगतमा गयो पनि यो नयाँ थिएन, यो पुनर्जागरणको लागि सुरुवात थियो। आदिमा नै भगवान गोरक्षनाथ अथवा शिवले, शिवदेश यो नेपाल, गोरक्ष राष्ट्र नेपाल, यसले हिजो ओमकार सनातनको संरक्षणको लागि जुन योगदान दिएको थियो, त्यो योगदानको अनुसार यो पन्थ र यो सम्प्रदायले जे काम गरिरहेको थियो विगत 300-400 वर्षदेखि यता, यो पुनर्न्यूनीकरण र यो विस्मृत प्राय भएको हुनाले त्यो पुनर्जागरण, त्यो शक्तिलाई, त्यो गोरक्ष शक्तिलाई, त्यो गोर्खा शक्तिलाई र त्यो अनाथबाट नाथत्व शक्तिको लागि विगत साल भएको पुनर्जागरणको जमर्को निमित्त त्यो गरिएको थियो। र त्यो जमर्कोमा जे जति योग भयो र जुटे, त्यसबाट अरू पनि फुटेकोलाई जुटाउने र जुटेर यो गोरक्षक सनातन ओम मानव धर्मलाई पुनर्रक्षाको निमित्त नाथले नाथ भएर अनाथहरूलाई नाथत्वमा ल्याउने कर्मको निमित्त यो फेरि त्यही विगतको चाहिँ पुष्टिको निमित्त फेरि यो दोस्रो अधिवेशन सुरु भइरहेको छ। कतै महाराज, यहाँहरूले नाथहरूको शक्ति सञ्चय गर्नलाई नेपालभरि छरिएर रहेका शक्तिपीठहरू जहाँ नाथजीहरू बस्नुहुन्छ, उहाँहरूलाई एउटै मालामा गाँसेर यो शैव देशमा शैव परम्परा अनुसार त्यो शक्तिलाई मजबुत बनाउन खोज्नु भएको हो कि जस्तो पनि देखिन्छ। जे होस्, अनि यहाँहरूसँग दीक्षा मात्र लिएको एउटा युवा जगत छ। करिब करिब नेपालमा यहाँहरूले दिएको डाटा अनुसार कति 2000 जति छ भन्नुभयो होइन? 200 जना नाथ, दर्शनी नाथ, जुन कानमा कडा लगाउनु भएको, कान चिर्नु भएको 200 जना, पूर्ण धारण गर्नुभएको 200 जना, अनि पूर्ण धारण नगर्नु भएको दीक्षा लिएको करिब 2000 जति छ। अब त्यो 2000 जतिलाई एउटा भातृ संस्थाको रूपमा राखेर नाथजीहरूलाई पूर्ण नाथ बन्नु भएकोलाई चाहिँ एउटा कार्यकारिणी समिति जस्तो बनाउने कुरामा पनि छलफल भएको यदाकदा सुनिन्छ। यो गर्न खोज्नु भएको के चाहिँ हो महाराज? यो वास्तवमा यहाँले सोध्नु भएको महत्त्वपूर्ण प्रश्न छ। यो हाम्रो नाथ दर्शन भनेको देव दानव मानव मध्यमा मध्य सुरासुरैर्वन्दित पाद पङ्कजम, सुरले पनि असुरले पनि यसलाई वन्दित हाम्रो यो नाथ मार्ग मध्य मार्ग हो, शैव मार्ग हो। र यसको मूल दर्शन भनेको आचार प्रथमो धर्म, वेद प्रणीतो धर्म, हे धर्म तद्विपर्यय, वेदले आत्मा खलु विश्वमूलम वसुधैव कुटुम्बकम भन्ने जुन मानव दर्शनको सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्जन भन्ने त्यो उद्घोष अनुरूप हाम्रो नाथ मार्ग भनेको आदौ नाथमयी सृष्टि नाथ आदि ब्राह्मणः, मानवले ब्रह्मत्व, क्षत्रियत्व, वैश्यत्व, यो पछिको वर्णाश्रम पनि त्यो चेतना र नाथ मार्गबाट वेदको फेद हो यो। र आज त्यो फेदको चाहिँ विषयवस्तुलाई ढाकिएको हुँदा नाथहरूमा पनि
कुण्डल धारण गर्नाले मात्रै नाथ भन्ने चाहिँ एउटा संज्ञा दिइने मात्रै रह्यो र त्यो नाथत्वको भित्री मर्मलाई साधना गरेर पत्तो लगाउने पद्धति चाहिँ लगभग लोपप्राय भएको छ। यसको सबै कुरा गर्ने हो भने केही समय लाग्छ। अस्तु, त्यसैलाई जब जन्मिँदा हामी जन्मना जायते शूद्र कर्मणा दिजे उच्यते भन्ने शब्द अनुसार हामी अनाथ जन्मिएका थियौँ। त्यो अनाथबाट जब के अरे सनाथमा जानको लागि, नाथ हुनको लागि ती साधकहरू आएका हुन्छन्। त्यो साधकले त्यो तत्त्वमा जानको निमित्त अनि सिद्ध बन्नको लागि र त्यो मानव तत्त्व बुझ्नको लागि आउने मार्ग भनेको नाथ मार्ग हो र त्यो साधकहरूलाई पनि हामीले सही रूपले उनीहरूलाई मार्गदर्शन र उनीहरूलाई हामीले सहयात्रामा नराखेको अवस्थामा उनीहरू फेरि आफ्नै विचलित आफ्नो स्वविवेक अनुसार चल्छन् र अनि आचार अथवा योग चित्तवृत्ति लाई एकातिर लगेर अनि त्यो जुन हाम्रो मानवतालाई प्राप्त गर्ने बाटोमा चाहिँ हिँड्न नसकेको अवस्था अहिले यत्र तत्र देखिरहेको छ। नाथ बनिसकेपछि हामी जुन आचारलाई पालन गर्नु पर्दैन, नसा भाङ जे पनि खाए हुन्छ भन्ने चाहिँ यी आदि जुन पश्चिमा अहिले विकृतिबाट चाहिँ आएको चिजलाई नै उनीहरूले अँगल ल्याएर अनि हाम्रो नाथत्वमा ह्रास भइराखेको छ। र त्यही गन्ध अहिले पनि नाथमा जुन हाम्रो कुनै दर्शन र वेद फेद कहीँमा पनि अब यी चाहिँ अब जस्तै कि जोगी होई परनिन्दा भाखे मद मांसहरू भागी भखे 71 पुर्खा नर कहीँ जाई सत्य सत्य भाखत गोरख राई भन्ने यस्तो चाहिँ ती मादक चिजहरूमा चाहिँ हाम्रो निषेधित चिज छ भने चढ्ते पित्त उतर्ते बादी ताते गोरख भाङ नखादी भन्ने चाहिँ छ भनेदेखि अहिले हामीमा केही बाह्य प्रकृति र हावाले गर्दाखेरि होइन यो नखाए त जोगी नै हुँदैन भन्ने जस्ता पनि विकृतिका हावा पसेको हुँदा अब उनीहरूले त्यो चिजलाई चाहिँ बुझेर सम्झेर साधना गरेर चित्तवृत्ति निरोध गरेर अनि त्यो तज्ज्योति परिचिन्त्यताम र त्योलाई प्राप्त गर्नको लागि आउने साधकहरूलाई समेत हामीले चाहिँ नसमेट्ने हो भने हाम्रो स्रोत नै समाप्त हुन्छ। मान्छे त सबै मान्छे हुन् होइन, तर ती मान्छेहरूमा मानवता प्राप्त गर्ने बाटोमा स्रोत भएन भने अब फेरि भोलि त्यो नाथत्व पनि सिद्धिन्छ भन्ने आशयले अब सिद्ध साधक भन्ने औघड र दर्शनी भन्ने हाम्रो दुईटा हुन्छ। त्यो औघड भन्ने एउटा साधक हो र अनि दर्शनी भन्ने त्यो साधनाबाट पूर्णता प्राप्त गरेर ऊ साधनामा रम्नको लागि नाथ हे नाथ नारायण भन्ने त्यो नाथ रूपमा चाहिँ ऊ जाने भएको हुनाले त्यो साधकलाई नै हामीले ठिक गरेनौँ भने भोलि त्यो नाथत्वमा हुने पनि हाम्रो स्रोत समाप्त हुन्छ भन्ने धारणाले उहाँहरूलाई पनि यसको मूल धारणालाई समन्वय गरेर शास्त्र वेद आदि हाम्रा चाहिँ स्रोतहरूबाट चाहिँ प्रमाणित गरेर अनि पुनः यसलाई चाहिँ जागरणको निमित्त उहाँहरूलाई पनि हामीले नाथको एउटा साधकको रूपमा उहाँहरूलाई पनि यसमा राखिएन भने, किनभने यसको चाहिँ सम्पर्क बिचमा भएन भने त्यो त छिन्न हुने भएको हुनाले हामीले त्यो पनि अहिले विचार राखेर उहाँहरूलाई पनि एउटा भ्रातृ सङ्गठनको रूपमा साधकको रूपमा चाहिँ राख्ने उद्देश्य राखिएको छ र यसले गर्दा उहाँहरूलाई पनि हामीले यो चिज भनिराखेका छौँ। भनेपछि नाथभित्र अहिले दुईटा समूहहरू छ, एउटा पूर्णनाथ, अर्को चाहिँ नाथ बन्नको लागि अगाडि बढ्नुभएका साधकहरू, सिद्ध र साधक। सिद्धहरू चाहिँ कार्यकारिणी समितिमा रहन्छ भने साधकहरू त्यसको भातृ संस्थाको रूपमा भातृ सङ्गठनको रूपमा रहन्छन् र यसरी चाहिँ नाथ सम्मेलन अगाडि बढ्दैछ। 27 र 28 यही 82 साल असोजको 27 र 28 गते गोरखनाथ पीठ पचभैया पोखरामा। अब यो त्यो दिन महत्त्वपूर्ण हाम्रो शिवस्याभ्यन्तरे शक्ति शक्तिरभ्यन्तरे शिव, शिवभित्र शक्ति र शक्तिभित्र सत्र, यो दुईटै अपूर्ण दुईटै नमिलेसम्म शून्यमा जाने भएको हुनाले त्यो यो गोरखकाली पूजा को पनि महाअष्टमी पनि छ र त्यो एउटा पवित्र हाम्रो शिव साधकको अथवा शिव शक्तिको साधकहरूको अनि मूल पनि दिवस भएको हुनाले अनि त्यस दिनलाई नै हामीले चयन गरेर अनि हामीले निमन्त्रणा गरेका छौँ, सबैलाई आह्वान गरेका छौँ।
तर यो वास्तवमा यो 5-8वटा पासालाई नत्यागेसम्म यो बाटोमा पुग्न सकिँदैन। तर अहिले हाम्रो नाथ पन्थ सिद्ध साधक दुईटैमा यो 8वटा पासाभित्र नै हामी अल्झिएको हुनाले विभिन्न किसिमको चाहिँ व्यवधानहरू आइराखेका छन्। यी दुवै पक्षले सिद्ध अथवा साधक दुईटाले नै आत्मालाई समालोचन गरेर अनि त्यो कुरालाई बुझेर अब हामीले विलीन प्राय हुन गएको ओमकार परिवारको पहिचान नै समाप्त हुने बेला भइसकेको कुरा मनन गर्नुहुनेछ। वैदिक अब सम्पूर्ण पन्थहरूमा चाहिँ विभाजित भएका ओमकार परिवारहरूले पनि यसलाई विवेक राखेर त्यसलाई मनन गर्ने कुरा गर्नुहुनेछ भन्ने कुरा चाहिँ म राख्दै। हजुर। अनि महाराज अन्त्यमा एउटा प्रश्न, यो हाम्रो छलफल अन्तर्वार्ता साधक र सिद्ध नाथ र यो शैव मार्ग अथवा नाथ सम्प्रदाय भित्रका व्यक्तिहरूले अलिकति बुझ्ने कुरा र दोस्रो नाथ सम्मेलन अर्थात् अधिवेशनको कुरा भयो। अब सम्पूर्ण ओमकार परिवारका सदस्यहरू सम्पूर्ण वैदिक सनातनीहरूले कसैले होइन म साधना गर्न चाहन्छु, म नाथ बन्न चाहन्छु अथवा म कस्तो किसिमको खुड्किला पार गरिसकेपछि अगड बन्छ, कस्तो किसिमको खुड्किला पार गरिसकेपछि पूर्ण नाथ बन्छ अथवा साधकबाट एउटा पूर्ण नाथ अथवा सिद्ध पुरुष बन्नको लागि के चरण हुन्छ, त्यसको लागि के गर्न सक्छ, एउटा सामान्य व्यक्तिले यसको बारेमा थोरै पुष्टि पारिदिनुहोस् न महाराज। अब यो अहिले यो त्रिपथ छ, सत्व रज तम छ, ब्रह्मा विष्णु महेश छन्। यो त्रिपथबाट पञ्चपथ भयो, 5 तत्त्वात्मिक रूपले भयो र यो त्रिपथमा नै अहिले यो के भयो त भन्दाखेरि युगादिदेखि लिएर अहिले वर्तमानसम्म आउँदाखेरि हाम्रो धेरै कल्पहरू परिवर्तन भए। जस्तै कि अब हाम्रो खगोलको दिनमान अनुसार अहिले 28तमै कलियुगे भने जस्तै यो 28मा चक्रको पनि परिवर्तन भएको छ र यो 28मा चक्रमध्येहरूमा पनि अब यो चिज हामीले वेद फेद वेद शिव शिवो वेद र हाम्रो निगम आगम दुईटाको सृष्टिदेखि आउँदाखेरि अहिलेसम्मको पनि जब हाम्रो चाहिँ यो मौलिक विषयवस्तु नयाँ आयाम र नयाँ पातले नयाँ पन्थले चाहिँ भइसकिसकेपछि उनीहरूले कर्म त गरिराखेकै छन् नाथकै, तर म के हुँ र मैले के गरे भन्ने कुरा चाहिँ उहाँहरूले बिर्सिनु भएको छ। त्यो किन त भन्दा हामी शाखापट्टि लाग्यौँ, ज्वरोपट्टि लागेनौँ। ज्वरो भनेको के हो त भन्दा ओमकार हो, त्यो फेद हो। त्यो ओमकारले प्रत्येकको 16 संस्कार भित्रमा पनि आदौ नाथमयी सृष्टि भन्दाखेरि अब हामी सबै ओमकार परिवारको कुण्डल लगाउने चलन थियो। अब अहिले तपाईहरुको पनि कर्णवेद त सबैको छेडेको छ तल, हैन? यो पहिचान र यसमा विज्ञान छ। यो चाहिँ तपाईहरुले अलि विस्तृत हुन जानी भएको हुनाले समय छोटो हुँदा तपाईहरुले आफ्नो कान छाम्नु भयो भने तपाईको यो तल्लो ठाममा चाहिँ छेडेको छ, मेरो माथि छेडिएको छ। यो माथि छेड्न थालेको 2000 वर्ष पहिला भयो भनेदेखि अब यो तल छेडेको त हाम्रो अनादिकालमा जुनबाट वेद निगम आगम दुईटै आयो। निगमी आगमी तन्त्र र वेद दुईटैहरूको चाहिँ कानमा कुण्डल लगाएर मुन्द्रा लगाउने चलन त देख्नु भएकै छ। अब यसको विज्ञान के छ भन्ने कुरा त्यो विस्तृत अर्को कुरामा छ। अब यो पहिचान चाहिँ हाम्रो आदौ नाथमयी सृष्टि भन्ने यसो हो र तर अहिले आएर चाहिँ मैले के गरेको र यो चिज के हो भन्ने कुरा चाहिँ हामीले बिर्सेको हुनाले यसलाई पुनर्जागरण गरेर हामी त मानव हो, न त ब्राह्मण हो न त क्षेत्रीय हो। त्यो एउटा पौरुषीय प्राप्त गरिसकेपछि प्राप्त गरेको पाद के अरे एउटा पद हो र त्योभन्दा पहिला त हामी साधारण सबै मान्छे नै हो। मान्छे नै ब्राह्मण पनि हो, मान्छे नै क्षेत्री नै हो, मान्छे नै वैश्य र मान्छे नै शूद्र हो। अब त्यो ब्रह्मत्व प्राप्तिको निमित्त शूद्रत्वबाट अनि त्यो साधनाको निमित्त दिइने युनिफर्मको नाममा विज्ञान सहितको युनिफर्मको नाममा सबै नाथ नै थिएमा आदिमा त।
तर हामी जब मत र पन्थमा गएपछि मेरो पूर्वको हाँगो मै मात्रै हो, म वैष्णव हाँगो म मात्रै हो, शैव म मात्रै हो भन्दाखेरि समष्टि चिजलाई चाहिँ भुलेर अहिलेको चाहिँ अज्ञान र नाशको कारण चाहिँ यति नै हो। र यो कुरालाई हामीले फेदमा गयौँ भने, त्यो नाथत्वमा गयौँ भने, वेदमा गयौँ भनेदेखि, त्यो शिवत्वमा गयौँ भने अहिलेको जस्तो सब शान्तिको अवस्था आउने छैन र सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामयः भन्ने पनि विषयवस्तु यही नाथ तत्त्व नै जागृति भयो भने सबैलाई कल्याण हुन्छ भन्ने हिसाबले यो विषयवस्तु चाहिँ मैले यसरी बुझेको। र नाथ त सबै नाथै परिहार, अथवा यसबाट विकृति भएर फेरि निस्केको फलामको किट निस्के जस्तै निस्केकोमा यसको चाहिँ फेरि विकृतिमा के गयो त भन्दा, अब यदि मुसलमान हो भने उसको सुन्नत गरेको हुन्छ, यसको चाहिँ उसमा उनीहरूले एउटा रजोगुण तमोगुणमा गएर उनीहरूले चाहिँ त्यो पहिचान राखे भने, अब त्यस्तै क्रिस्चियनहरूले अब एउटा चाहिँ क्रस झुन्डाएर अनि घाँटीमा एउटा पासो बाँध्ने चाहिँ चलन उनीहरूको पहिचान भयो भने, हामी नाथहरू सबै ओमकार परिको, चाहे बुद्ध जैन सिख नागा जो भने पनि जसले ओमलाई मान्या छ भने ऊ नाथ नै हो। र अनाथको चाहिँ व्यवहारले भएको र पन्थ र सम्प्रदायमा जाँदाखेरि अनि यो वर्णभेद विभिन्न भएको कुरा चाहिँ यसो हो। र त्यो भेदमा गएर पुनर्नाथ जागरणको निमित्त, नाथत्वको निमित्त, वेद जागरणको निमित्त, फेद जागरणको निमित्त हामीले यसलाई चाहिँ सोच गरेर अनि यसलाई प्रयास गरिएको हो। अगाडि त पुर्याउने नपुर्याउने हुने महेश्वरको गोरखको इच्छा हो। अनि यसलाई चाहिँ लिएर हामीले यो कर्म गरिराखेका छौँ। हुन्छ महाराज, जरैसँग क्लियर पारिदिनु भयो यहाँले। समय र संवादको लागि जय गोरख। जय गोरख, जय हो। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् जनः।